हजुर सुबिनाजी, म अहिले राष्ट्रिय परीक्षा बोर्डमा छु। कक्षा 12 को परीक्षा के कसरी हुने, शिक्षकहरूको आन्दोलनका कारण अन्यल सिर्जना भएको छ। म अहिले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाशरम शर्मासँग छु र उहाँको बोली म जस्ताको तस्तै यहाँहरूलाई सुनाउन चाहन्छु। यहाँ त्यो सम्पर्क मिलाउँदैछु। हस्, धन्यवाद। म अनुरोध गर्न चाहन्छु कि हामीले राष्ट्रिय परीक्षा बोर्डले विगतदेखि निरन्तर रूपमा विद्यार्थीहरूलाई 82 वैशाख 11 गतेदेखि सञ्चालन हुने जुन कक्षा 12 को परीक्षा छ, त्यो परीक्षाको तयारीको लागि सबैतिर हामीले जिल्ला परीक्षा समन्वय समिति, प्रदेश परीक्षा व्यवस्थापन समिति, खास गरी केन्द्र पर्ने विद्यालयका प्रधानाध्यापक, शिक्षकहरू, त्यसपछि विद्यार्थी स्वयं र चाहिँ सबै चाहिँ शिक्षकहरूलाई अनुरोध गर्दै आएकोमा टेक्निकल्ली अहिले चाहिँ विद्यालयहरूको सन्दर्भमा अहिलेको परीक्षा 2 दिन, अब भोलि आजसम्म हामीले विद्यार्थीहरूले, अभिभावकज्यूहरूले परीक्षा कहिले हुन्छ भनिराख्नु भएको थियो र यसमा चाहिँ खास गरी अहिलेको बदलिदो जुन किसिमको सिचुएसन छ, जुन परिस्थिति छ, अहिलेको परिस्थितिलाई हेरेर हामीले चाहिँ पर्सिदेखि सञ्चालन हुने भनिएको जुन किसिमको परीक्षा छ, त्यो परीक्षा चाहिँ 2082 वैशाख 21 गतेदेखि सञ्चालन गर्ने गरी हामीले सार्वजनिक नोटिस जारी गर्छौँ र यो केही दिन हामीले चाहिँ परीक्षाको तयारीको सन्दर्भमा केही दिन जुन किसिमको समय लाग्नेछ र त्यो समय लाग्ने सन्दर्भमा विशेष गरी यससँग सम्बन्धित सबै सरकारवालाहरू, विशेष गरी चाहिँ विद्यार्थीहरू, अभिभावकज्यूहरू, शिक्षकहरू र विद्यालयका केन्द्राध्यक्षज्यूहरू र त्यसबाहेक चाहिँ जिल्ला परीक्षा समन्वय समिति, प्रदेश परीक्षा व्यवस्थापन समिति, राष्ट्रिय परीक्षा बोर्ड लगायत सम्पूर्ण कार्यालयहरू र अरू संयन्त्र जुन किसिमको सुरक्षा निकायहरू र यसबाहेक माथिल्लो तहबाट हेर्ने जुन किसिमको शिक्षा मन्त्रालयदेखि लिएर स्थानीय तहसम्मको जुन संयन्त्र छ, स्थानीय सरकार समेत, र यसमा चाहिँ विभिन्न हिसाबले पत्रकार बन्धुहरू जसले चाहिँ यस सन्दर्भमा निकै चासो दिएर चाहिँ हाम्रो कुराहरू लिइराख्नु भएको छ, विद्यार्थीलाई विशेष गरी सूचना दिइराख्नु भएको छ। सबैप्रति चाहिँ म अनुरोध गर्न चाहन्छु कि यो चाहिँ परीक्षा सार्दाखेरि परेको चाहिँ सबैलाई परेको असरबाट चाहिँ राष्ट्रिय परीक्षा बोर्ड क्षमा प्रार्थी छ र विशेष गरी हामीले परीक्षा भनेको अत्यन्तै संवेदनशील विषय हो र यो संवेदनशील विषय भएको कारणले हाम्रा बालबालिकाहरूले यो परीक्षा दिइसकेपछि यसको नतिजापछि विश्वविद्यालयमा भर्ना हुने र अन्तर्राष्ट्रिय रूपमा छात्रवृत्ति प्राप्त गर्ने यो एउटा चाहिँ जुन किसिमको अवसरहरू छ, यी सबै अवसरबाट समयमै परीक्षा भएन भने यसबाट वञ्चित हुन जान्छन्। त्यसो भएर पनि यो परीक्षालाई सम्पन्न गर्नको लागि सबै शिक्षकहरूले यो परीक्षालाई सम्पन्न गर्नुपर्ने हुन्छ र त्यसो भएर पनि मैले चाहिँ पुनः फेरि के अनुरोध गर्न चाहेँ भने यो समय हामीले हरेक तयारी गर्नको लागि सबै सरकारवालाहरूको लागि चाहिँ पर्याप्त समय हुन्छ र तयारी हुन्छ भन्ने विषयमा चाहिँ राष्ट्रिय परीक्षा बोर्डले पुनः नेपाल सरकार समेतसँग विशेष गरी सम्माननीय प्रधानमन्त्री ज्यूसँग समेत चाहिँ हामीले सल्लाह गरेर यो खालको नोटिस हामीले चाहिँ जारी गरेका छौँ र यसबाट चाहिँ सबैलाई चाहिँ पुनः एकपटक विद्यार्थीहरूको जुन किसिमको चाहिँ एउटा परीक्षा दिन पाउने र नतिजा पाउने जुन किसिमको अधिकार छ, जुन किसिमको संवेदनशीलता छ, यो संवेदनशीलतालाई सबै आदरणीय व्यक्तित्वहरूबाट यसको सहयोग हुनेछ र अब सबै मिलेर हामीले चाहिँ यो विद्यार्थीको परीक्षालाई सहज र एउटा शान्तिपूर्ण वातावरण चाहिँ सृजना गर्नको लागि सबैसँग म पुनः हार्दिक अनुरोध गर्न चाहन्छु र हामीले 2082 जुन वैशाख 21 गतेदेखि हुने गरी जुन किसिमको हामीले परीक्षा चाहिँ सञ्चालन गर्ने कुराहरू चाहिँ हामीले राष्ट्रिय परीक्षा बोर्डले जुन निर्णय गरेको छ र त्यो निर्णयलाई चाहिँ हामीले भोलिको चाहिँ राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र अरू सार्वजनिक निकाय र विभिन्न मिडियाहरू मार्फत पनि हामी सार्वजनिक गर्नेछौँ। यति कुरा मैले निवेदन गर्न चाहे। हस्, धन्यवाद। हजुर, धन्यवाद।